त्यो भयानक रात 24 गते 25 गते र 26 गते म चाहिँ सिंहदरबार भित्रै थिएँ। 26 गतेको त्यो रात जति बेला राष्ट्रपति र प्रधान सेनापतिले मलाई र अरू राजनीतिक दलका नेताहरूलाई राष्ट्रपति भवनमा बोलाएर अब यो देशलाई के गरी विकास दिने निकै असहज परिस्थितिबाट गुज्रेको छ भन्ने बेलामा हामीले हर हालतमा परिस्थितिको सहजीकरण गर्नुपर्दछ। देशलाई योभन्दा बढी दुर्घटनातिर जान दिन हुँदैन। संविधानलाई हर मूल्यमा जोगाउने प्रयास गर्नुपर्दछ। राष्ट्रपति संस्थालाई हर मूल्यमा जोगाउने प्रयास गर्नुपर्दछ र यो सबैको निम्ति जनतामा जाने वातावरण बनाउनु पर्दछ। जनताले गरेको फैसलालाई स्वीकार्ने सबैको प्रतिबद्धता हुन जरुरी छ भनेर हामीले रातभरि बसेर